आउँदो भाद्र 12 गते साउन शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णीको अवसरमा ललितपुरको कुम्बेश्वर बंगलामुखीमा हुने मेला व्यवस्थापनको तयारी शुरू भएको छ। मेला व्यवस्थापनको तयारी ललितपुर महानगरपालिका 11 वडाले गरिरहेको वडाध्यक्ष अर्जुन कुमार खड्गीले जानकारी दिनुभयो। उहाँले अहिले मन्दिर वरपर सरसफाई, रंगरोगन र मर्मत सम्भारका कामहरू भइरहेको बताउनुभयो। मेला भर्न आउनेले मन्दिर परिसरको कुण्डमा स्नान गर्ने भएकाले कुण्डमा पानी भर्ने काम भइरहेको समेत उहाँले बताउनुभयो। कुम्बेश्वर मन्दिर परिसरमा रहेको कुण्डमा भगवान श्रीराम आएर आफ्नो बाणले प्रहार गरेर गोसाई कुण्डको पानी प्रवाह गरेको किम्वदन्ती रहेको पाइन्छ। अब यही आउँदो भाद्र 12 गते हुने जनैपूर्णी मेला भर्ने चलन यस कुम्बेश्वर बगलामुखी कुम्बेश्वरमा मेला भर्ने चलन हामी सबैमा विदितै छ। यो मेलाको तयारी चाहिँ ललितपुर महानगरपालिका 11 नम्बर वडाको तर्फबाट अहिले नै रङरोगन र त्यहाँ चाहिँ वातावरण सुधार र ससाना मर्मत कार्यहरू भइरहेको हामी सबैलाई विदितै होला र श्रद्धालु भक्तजनहरूलाई उक्त दिन चाहिँ मेला भर्न आउन ललितपुर महानगरपालिका 11 नम्बर वडा परिवारको तर्फबाट हार्दिक स्वागत पनि गर्दछौँ। 10 दिन अगाडिदेखि रङरोगन र बाटाघाटाको त्यो खाल्टोहरू पुर्ने इत्यादि मर्मतहरू गर्दै आएका छन् र अब यो हाम्रो परम्परागत चलन हो। परम्परागत चलन अनुसार यो कुम्बेश्वरमा मेला भर्ने चलन त्यो किम्वदन्ती अनुसार भगवान श्री राम आएर चाहिँ त्यहाँ आफ्नो बाणले त्यो गौरी कुण्डमा प्रहार गरेर गोसाई कुण्डको पानी प्रवाह गरेको यो किम्वदन्तीमा हामी सबैमा विदितै होला। अब वर्षेनी हामीले मेरो अनुभव मेरै नेतृत्वमा 32 वर्ष लगातार म आफै पनि नेतृत्व गरेर जनैपूर्णी मेला सञ्चालन सुव्यवस्थापन गरेर सम्पन्न गरिआएको छु। यसको तयारी गर्नका निमित्त विशेष गरेर जिल्ला प्रशासन कार्यालयबाट शान्ति सुरक्षामा आउने नेपाल प्रहरी र यसरी नै सशस्त्र प्रहरी बल, नेपाल स्काउट र रेड क्रसका स्वास्थ्य स्वयंसेवीहरूले पनि दिनरात नै आफ्नो भूमिकाहरू निर्वाह गर्दै आएको हामीमा एउटा विदितै छ।